ल हेर्नु गाइज हामी आज चाहिँ झागा झोलीमा आएको छौँ यस्तो रमणीय ठाउँमा हजुरहरू पनि आउन चाहनुहुन्छ भने प्लिज भिजिट लोकेसन चाहिँ खरेन्टार तनहु शुक्लागण्डकी खरेन्टार तनहु बाटो भित्र पसेपछि 10 मिनेटमा स्कुटीमा सरर आइन्छ वाह 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 सो पिसफुल हाम्रो झागाझोलीमा 9 बजीसम्मलाई हाम्रो चाहिँ खुला हुन्छ हजुर चाहिँ पछि बन्द हुन्छ यहाँ खाना बस्नेको व्यवस्था हो बिहान 8 बजेबाट अहिले बिहान चाहिँ 6 बजेबाट चाहिँ खुला हुन्छ बेलुका चाहिँ 9 बजीसम्मलाई म त्यो होटलहरू रुमहरू भएको पनि है हजुर यहाँ बस्नेको रुमहरू छ हजुर 8वटा रुम छ हजुर खाना बस्नेको सुविधा सबै थोक छ हजुर हजुर थ्याङ्क यू हल्का गरेको अवस्था वाउ हावा सरल आएको छ है ल खै यहाँ नमस्ते गरेको वाउ नमस्ते मनकामना मन्दिर थोरै उस गर्न पर्यो नि त हल्का सफा सुग्घर होइन ऊ त्यहाँ बजाउनु भएको पहिला भन्दा अलि राम्रो बनाउनु भएको नि यो सबै लगाएर होइन नेचरको बिचमा ठक्क दामी रहेछ नि यस्तो नेपाली लोकलपनहरूको यस्तो के भन्छ लोकलपन हो कि नेपालीपनको सबै कुराहरू बोर्ड पनि बनाइदिनु भयो रहेछ के को यो के को गुड रे त्यो रातो के अरे कालो र सेतो भएको होइन हजुरहरूलाई पनि फ्यामिली या अब ग्यादरिङ बर्थडे पार्टी अब हुन्छ नि यस्तै पार्टी सार्टीको लागि चाहियो भने यता आउनु होला ठाउँ चाहिँ नेपाली हल्क ओ हल्क ल दामी नाइट भ्यू झन् दामी लाग्यो कि डेमा आउँदाखेरि दामी लाग्यो भन्नुहोस् नाइट भ्यू राम्रो छ नि सोल्टी यता भनौँ त अनि सो रोमान्टिक त्यो दामी देखेको है यो लाइटनिङले नि खत्रै बनाएको है त्यसै डराउँछ झागा झोली घुम्नको लागि चाहिँ उहाँ भाइ चाहिँ कहाँ देखाउनु भयो अरे बरघाटदेखि झागा झोली घुम्नको लागि आउनु भएको छ है दिदी र भाइ बरघाट नवलपरासी है हजुर भोलि नाम हजुर बुढाबुढी खेला त म भिडियो बनाइ फोटो खिचिदिन्छु तपाईँहरू चितवनदेखि आउनु भएको छ बस यहाँको कहाँदेखि नवलपरासी 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 हो नि भिडियो गर्दैन यसबाट हालिदिनु
ज्वाइँले खुट्टा देखाउने होइन ज्वाइँले बरु खुट्टा देखाउनु मिल्छ हामीले मिल्दैन घोडा देखाउँछ नि त घोडा घोडा होइन अनि छोयो भने फेरि अलि पाप लाग्छ भन्छ कि क्यामेरा भएन कि क्यामेराम्यान भयो क्यामेराम्यान भएन कि हायर गर्नु पऱ्यो ल बा पछाडिबाट के बोल्छ बोल्न मैले बस बस भयो भयो यिनीहरू पो खुसी भयो भयो अब त